यसरी दुईटा फरक धारको आन्दोलन एकै दिन नजिकै भएका कारणले गर्दा पनि भोलि स्थिति अलिकति तनावग्रस्त हुन्छ भन्ने कुराको आकलन चाहिँ सबैले गरेका थिए। अझ अस्ट्रेलियन एम्बेसीले त भोलि कर्फ्यू लाग्न सक्छ, अलि सतर्कता अपनाउनु है भनेर सार्वजनिक रूपमै अपिल गरेको थियो। यता प्रधानमन्त्री केपी शर्मा ओलीले भने भोलि केही हुँदैन, नेपालमा यस्तो आन्दोलन त भइरहन्छ नि भनेर अलिक भड्काउ खाले अभिव्यक्ति दिएका थिए। वास्तवमा त्यस्तो केही पनि होइन। 10-15 हजार जुलुस नेपालमा निस्किन्छ भोलि पनि निस्कन्छ। त्यसलाई पहाड बनाइरहनु पर्ने कुनै आवश्यकता छैन। नेपाल उनको यो अभिव्यक्तिले पनि सडकमा आउने धेरैलाई चिडियाएको थियो। प्रधानमन्त्रीले नै केही हुँदैन भन्ने, ल हेरौँ केही गरेरै देखाइदिन्छौँ भन्ने खाले पक्कै पनि धेरैलाई भएको हुनुपर्छ। अब चैत्र 15 गते काठमाडौँभित्र 2वटा अपोजिट धारका प्रदर्शन तथा सभाहरू हुँदै थियो। काठमाडौँ जिल्ला प्रशासन कार्यालयले समाजवादी मोर्चाले गर्ने जनसभाका लागि भ्रिकुटी मण्डप र राजावादीको लागि तिनकुने प्रदर्शन स्थलको रूपमा छुट्याइदिएको थियो। समाजवादी मोर्चामा प्रचण्डको माओवादी, माधव कुमार नेपालको एकीकृत समाजवादी, उपेन्द्र यादवको जनता समाजवादी पार्टी र विप्लवको माओवादी मिसिएका थिए भने यता राजावादी आन्दोलनको नेतृत्व रासस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समितिले गर्दै थियो, जसमा राप्रपा नेपाल, पूर्व पञ्चहरू र दुर्गा प्रसाईको समूहहरू मिसिएका थिए। दुवै सभा 10 देखि 11 बजेतिर सुरु हुने भनिएकोमा त्यस दिन एसई को अन्तिम परीक्षा भएकाले र एक्जाम 11 बजे मात्र सकिने भएकाले पछि लगभग 12 बजेबाट मात्र प्रदर्शन सुरु हुने भनिएको थियो। दुवै टोलीले विशाल जनसभामा धेरै मान्छे उतार्ने भन्दै क्लेम गरिरहेका थिए र त्यही अनुरूप आफ्नो स्टेज अघिल्लो दिन रातिबाटै बनाउन सुरु भएको थियो। राजावादीहरूले तिनकुनेको खाली जग्गाको यो